घरको भैँसी र जग्गा समेत बेचे साथीका किताब पढेर प्रहरी निरीक्षक बने धिराजन परियार आज नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा पुग्न सफल भएका छन्। तर यो सफलता उनको हातमा सहजै आएको होइन। कुनै समय उच्च शिक्षा पढाउन परिवारले गाउँमा भएको थोरै जग्गा र पालेको भैँसी समेत बेच्नु परेको तितो यथार्थ उनको सफलतासँग जोडिएको छ। बर्दियाको बाँसगढी नगरपालिका 3 महादेवाका 24 वर्षीय धिराजन परियारको जीवन पनि यस्तै सङ्घर्ष र साहसको कथा हो। लोकसेवा तयारीका लागि आवश्यक किताब किन्न पैसा नहुँदा साथीका किताब मागेर पढ्नु परेको थियो। काठमाडौँ गएर महँगो कोचिङ पढ्ने अवस्था नभएपछि कोवलपुरमा बसेर अनलाइन कक्षा लिएर उनले आफ्नो सपना पछ्याएका थिए। आज परिणाम उनको पक्षमा छ। तर सफलताको शिखरमा पुगिसक्दा पनि धिराजन ती दिनहरू बिर्सन चाहँदैनन्। बरु उनी त्यही अभावलाई आफ्नो शक्ति र प्रेरणाको स्रोत मान्छन्। किसान परिवारमा जन्मिएका धिराजन परिवारका जेठा छोरा हुन्। उनका बुबा आमा गाउँमै सामान्य किसानी काम गर्छन्। एक दिदीको विवाह भइसकेको छ भने भाइ अहिले कक्षा 12 मा अध्ययनरत छन्। उनका बुबाहरू सल्यानको दार्माबाट बर्दिया आएका थिए। धिराजनको जन्म र बाल्यकाल भने बर्दियामा बित्यो। उनको विद्यार्थी जीवन पनि सुरुदेखि नै असाधारण थिएन। कक्षा 8 सम्म उनले गाउँकै सरकारी विद्यालयमा पढे। पढाइमा सधैँ अब्बल विद्यार्थीको परिचय बनाउन नसके पनि मेहनत गर्न भने छाडेनन्। जिल्ला स्तरीय परीक्षामा तेस्रो स्थान हासिल गर्नुले उनमा आत्मविश्वास जगायो। तर माध्यमिक तहमा पुग्दा उनी पटक पटक असफलतासँग ठोकिए। 2074 सालमा यसै दिँदा सामाजिक विषय लाग्यो। पूरक परीक्षा दिएर उनले 2.5 GPA ल्याउँदै यसै उत्तीर्ण गरे। कक्षा 11 मा अङ्ग्रेजी सहित 3 विषयमा ब्याक लाग्यो। धेरैका लागि यस्तो अवस्था पढाइ छाड्ने कारण बन्न सक्छ। तर धिराजनले हार मानेनन्। कक्षा 12 मा 2.39 GPA ल्याएर उनले अध्ययनलाई निरन्तरता दिए। उनको सपना कृषि पढ्ने थियो। प्रवेश परीक्षाको तयारी गर्न उनी चितवनसम्म आइपुगे। तर GPA ले फेरि बाटो छेक्यो। कृषि अध्ययनका लागि आवश्यक न्यूनतम 2.4 GPA हुनुपर्ने भएपछि उनले आफ्नो बाटो परिवर्तन गर्नु पर्यो। अन्ततः त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थानमा BSc फरेस्ट्री अध्ययन गर्ने निर्णय गरे। पोखरा क्याम्पसमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाए पनि आर्थिक समस्या भने टरेन। पढाइको खर्च जुटाउन परिवारले गाउँमा भएको थोरै जग्गा र बुबा आमाले पालेको भैँसी समेत बेच्नु पर्यो। घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि परिवारले छोराको शिक्षालाई बोझ होइन भविष्यको लगानी ठान्यो। त्यही त्यागले धिराजनलाई अझ जिम्मेवार बनायो। कठिन परिस्थितिका बीच उनले पोखरा क्याम्पसबाट BSc फरेस्ट्री प्रथम श्रेणीमा उत्तीर्ण गरे। उच्च शिक्षा पूरा गरेपछि उनको मनमा एउटा स्पष्ट लक्ष्य थियो, नेपाल प्रहरीको अधिकृत बने। प्रहरी संगठनले समाजमा पुर्याउने योगदानबाट प्रभावित धिराजनले प्रहरी निरीक्षक बन्ने तयारी सुरु गरे। तर सपना ठुलो भए पनि आर्थिक स्रोत सानो थियो। काठमाडौँ गएर भौतिक कक्षा लिएर तयारी गर्ने अवस्था थिएन। त्यसैले उनले कोवलपुरमै कोठा लिएर अनलाइन माध्यमबाट लोकसेवा सुरु गरे। त्यसक्रममा अर्को चुनौती किताबको थियो। लोकसेवा तयारीका लागि आवश्यक पुस्तक किन्न समेत उनलाई आर्थिक कठिनाइ थियो। तर लक्ष्यप्रतिको उनको दृढताले बाटो खोज्यो। साथी निश्चलको स्वभाव महत्त्वले आवश्यक पुस्तकहरू किनिदिए। धिराजनले ती किताब पढी नोट बनाए र आफ्नो मेहनतमा तयारी अघि बढाए। सायद यही कारण आज उनी सफलताको श्रेय आफूलाई मात्र दिन चाहँदैनन्। उनी आफ्नो परिवार, साथी र कठिन समयमा साथ दिने सबैप्रति कृतज्ञ छन्। उनको यात्रा एक पटकको सफलतामा सीमित छैन। 81-82 को विज्ञापनमा उनले नेपाली सेनाको क्याडेट, नेपाल प्रहरीको प्रहरी निरीक्षक र सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा आवेदन दिएका थिए। पहिलो प्रयासमा नेपाल प्रहरीको प्रहरी निरीक्षकको लिखित परीक्षामा सफल हुन सकेनन्। तर नेपाली सेनाको क्याडेट तर्फको लोकसेवा परीक्षा भने उत्तीर्ण गरे। असफलताले उनलाई रोक्न सकेन। 82-83 मा खुलेका नेपाल प्रहरीको प्रहरी निरीक्षक, सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत र सहायक अनुसन्धान अधिकृत पदका परीक्षामा उनले सफलता हासिल गरे। एकै समयमा 3 अधिकृत र 1 सहायक अधिकृत पदको परीक्षा उत्तीर्ण गर्नु आफैमा उनको मेहनत र क्षमता प्रमाणित गर्ने उपलब्धि हो। तर विकल्प धेरै हुँदाहुँदै पनि उनको प्राथमिकता स्पष्ट थियो, नेपाल प्रहरी। प्रहरी निरीक्षकको अन्तर्वार्तालाई केन्द्रमा राखेर उनले थप मेहनत गरे। अन्ततः उनी नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा
चौथो नम्बरमा सिफारिस भए। यो सफलतासँगै धिराजनको सपना अझ ठूलो बनेको छ। नेपालमा दलित समुदायबाट अहिलेसम्म प्रहरी महानिरीक्षक बन्न नसकेको अवस्थालाई परिवर्तन गर्ने लक्ष्य उनले बोकेका छन्। उनी भविष्यमा प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा पुग्ने सपना देख्छन्। प्रहरी अधिकृत बनेपछि आफूले पाउने अधिकारलाई सेवासँग जोडेर प्रयोग गर्ने उनको चाहना छ। यसैमा सामाजिक विषय लागेका धिराजन आज प्रहरी निरीक्षकका रूपमा देश सेवाको यात्रामा अघि बढ्दैछन्। कक्षा 11 मा ब्याक लागेका विद्यार्थीले पनि जीवनमा उत्कृष्ट सफलता हासिल गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् उनी। कहिलेकाहीँ हातमा महँगा किताब हुँदैनन् तर पढ्ने इच्छा हुन्छ। खल्तीमा पर्याप्त पैसा हुँदैन तर लक्ष्यप्रतिको विश्वास हुन्छ। बाटोमा असफलता आउँछ तर फेरि उठ्ने साहस हुन्छ। धिराजनले यही साहसलाई आफ्नो हतियार बनाई आज प्रहरी निरीक्षकको वर्दी लगाउने सङ्घारमा उभिएका धिराजनका आँखामा केवल व्यक्तिगत सफलताको चमक मात्र छैन, परिवारले गरेको त्यागको सम्झना पनि छ। भैँसी बेचेर पढाएको बुबा आमाको सपना, साथीले किनिदिएको किताबका पाना र कोलपुरको सानो कोठाबाट अनलाइन कक्षा लिँदै बिताएका रातहरू उनको सफलताको यात्राका अमूल्य अध्याय बनेका छन्।